हेलो साथीहरू, सबैलाई रात्रिकालीन नमस्ते। हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला, म पनि आरामै छु भन्न चाहन्छु है। म चाहिँ के भन्न आएको भने अहिले जुन हाम्रो वर्तमान अवस्थाको प्रधानमन्त्री हुनुहुन्छ नि, हामी सबैको प्रिय दाई, राष्ट्रिय दाई बालेन शाह। हुन त उहाँको अगाडि म एउटा सानो भुइँ मान्छे जस्तै हो भनेर मानौँ, तर यिनै समर्थकहरूले, यिनै हातहरूले हजुरलाई प्रतिनिधित्व गरेर आज त्यो स्थानसम्म पुर्याएको छ। प्रिय बालेन दाई, हजुरले कुनै पनि नराम्रो काम गर्नुभन्दा अगाडि 1000 पटक सम्झिनु त्यो काठमाडौँका सडकमा बगेका हजारौँ बालबालिकाका रगत। कुनै पनि नराम्रो काम गर्नुभन्दा अगाडि रगतले लतपत दिएका ती स्कुले बालबालिकाका, स्कुले जेएनजीका झोला जुत्ता अनि कपडाहरू, ती निर्दोष शरीरहरू जुन बिना कारणै रोडमा रक्तम्य अवस्थामा लडिरहेका थिए। कुनै पनि नराम्रो काम गर्नुभन्दा अगाडि आँखा बन्द गरेर हजुरलाई त्यहाँसम्म लिएर आउनको लागि, हजुरलाई त्यो पदसम्म लिएर आउनको लागि कतिजना निर्दोष बालबालिकाले ज्यान गुमाउनु परेको छ, कतिजना अपाङ्ग हुनु परेको छ, कतिजना आमा बुवाको काख रित्तो भएको छ। त्यो 1000 चोटि सोचेर मात्र एउटा सही निर्णय लिनुहोला। गलत निर्णय पटक्कै दिमागमा नलिनु होला। हुन त भुइँ मान्छेले सुझाव सल्लाह दियो भन्नुहोला, तर यिनै भुइँ मान्छेको थोपा थोपा रगतले आज हजुरलाई त्यो स्थानसम्म पुर्याएको छ नि। हो, एउटा कुनै पनि पदमा म जनताको कार्यभार सम्हाल्न सक्छु भनेर जिम्मेवारी लिएर अडिग भएर आइसके पछाडि हरेक जनताहरूको समर्थक विमर्थक दुवै सहनुपर्छ। गाली पनि सहनुपर्छ, ताली पनि सहनुपर्छ। अझ भन्नुपर्दा त तिमी हजारौँ जेएनजीको प्रिय बालेन दाई हौ। नराम्रो काम कुनै पनि हालतमा नगर्नु। कसैले तिमीलाई लुसिफर भन्छन्, कसैले देशद्रोही, कसैले विदेशी दलाल, तर आफ्नो काममा अलिकति पनि थोरै पनि नहिचकिचाइकन अगाडि बढ्नु, राम्रो काम गर्नु, देश र जनताको हक हितकै लागि काम गर्नु। हाम्रा आमा बुवाले हामीलाई जसरी रुँदै रुँदै त्रिभुवन अन्तर्राष्ट्रिय स्थलबाट बिदाई गर्नुभएको थियो नि, त्यसै गरी हामीले हाम्रा भावी पुस्तालाई रुँदै बिदाई गर्ने दिन नआओस् भनेरै हजुरलाई त्यो स्थानसम्म हामीले मतदान गरेर जिताएको हो नि त है। हजारौँ सुकुम्बासीहरू रोडमा आए, सक्कली सुकुम्बासी पनि आए, अझ भन्नुपर्दा नक्कली सुकुम्बासी पनि आए। त्यसको लागि हजुरले को सक्कली सुकुम्बासी छन् उहाँहरूलाई बर्खा लाग्यो, घाँस बाँस र कपासको आवश्यकता पूर्ण रूपमा जतिसक्दो छिटो गराइदिनु हुन अनुरोध गर्दछु। अरू त के भन्नु र, सत्तामा आइसके पछाडि गरिब र निर्दोष जनताहरूको आँखामा हेर्नु, उनीहरूको भावना बुझ्नु। अहिले नेपाल चाहिँ साँच्ची भन्नुपर्दा बुढाबुढी मात्र बस्ने वृद्ध आश्रम जस्तो भइसकेको छ। अब आउने दिनहरूमा त्यस्तो नहोस्। सबै जनताले हजुरलाई नै विश्वास गरेर हजुरकै पालामा परिवर्तन हेर्ने ठुलो अपेक्षाका साथ हजुरलाई नै पिएम बनाएर जिताएको हो नि त। त्यो भएर कुनै पनि नराम्रो काम गर्नुभन्दा अगाडि 1000 पल्ट
म कसरी चाहिँ यो पदमा आएको थिएँ। म आउनुभन्दा अगाडि चाहिँ देशमा के भएको थियो, कतिजना निर्दोष बालबालिकाले ज्यान गुमाएका थिए, कतिजना अपाङ्ग भएका थिए, कतिजना घाइते थिए र अझै पनि कतिजना हस्पिटलको बेडमा छटपटाइबसेका छन्। त्यो केवल तिम्रो लागि थियो। त्यस्तै हो, प्रगति गर्दैछौ, राम्रा राम्रा नीति ल्याएका छौ, प्रगति गर्दै जानु, राम्रो राम्रो नीतिहरू अँगाल्दै काम गर्दै जानु, कोहीसँग पनि नडराउनु, गल्ती नगर्नु। राम्रो काम गरेपछि जसले पनि समर्थन गर्छ। राम्रो काम गर्यो भने हामी सबै जनता तिम्रो साथमा छौ, डराउन पर्दैन। तिम्रो पालोमा परिवर्तन हेर्ने सबैको इच्छा छ, प्रिय बालेन दाइ।